म खाँदैछु यहाँ मेरो भाइ र बराले पनि खाँदैछ यहाँ बराले यहाँनिर उयो ल्याइदिनु भएछ मासु ल्याएको मासु खाने हजुर मासु खाने इस्कुस हो बस्नुको लागि पानी बसाउँथ्यो तर म चाहिँ मासु बनाउनु पसन्द यो चाहिँ हो मासु पाकिसक्यो अब भात बसाउनु पर्छ चामल बसाउनु पर्छ नि होइन के खाएको तैँले पानी खाएको कहाँ गएको थिइस् त हराइस् त मलाई छुरीले किन यो धनियाँ काटेर हाल्नु सक्दिनँ लाग्ने ल कति छुरी हाम्रो यस्ता दिदी यहाँ भात पकाउनु हुँदैछ यसरी यहाँ हेरिदिनु यसरी पाकेन भोक लागिसक्यो यहाँनिर